भर्खरै के भयो भने अस्ति एकजना विदेशीले मलाई $1 दिएको थियो क्या। अनि त्यसपछि के भयो भने $1 दिइसकेपछि मैले नदेखाइ गरेर राखेको थिएँ कस्तो। अनि 2-3 जना साथीहरू देखेँ क्या आज। अनि भन्छ यार विदेश कहिले गरेर आयो, अमेरिका कहिले गरेर आयो, अमेरिका कहिले गरेर आयो, डलर त थुप्रै होला, कति दिन भइसक्यो थियो मलाई देखा भनेर होइन। अनि देखाएको केटाहरू बोल्दै बोलेन क्या। किन बोल्दैन हेर्नुहोस् है, किन बोलेन भने मसँग चाहिँ यो $1 चाहिँ थियो क्या। यो $1 चाहिँ मसँग थियो। अनि केटा देखायो कि देखाएको छैन कि होइन त्यति हो भनेर भनेको पत्यात बताएन। अनि देखाएको देखाएर अनि देखाइदिएको। अनि यस्तो देखाएको कोही पनि बोलेन क्या मसँग। त्यही भएर आफ्नो पर्सनल कुरा झ्याप्पै कसैलाई देखाउनु हुँदैन, आफ्नै बेइज्जत हुन्छ।